हेलो हेलो। आज चाहिँ हामी पिकनिकको टुरमा छौँ। आज हामी साथीहरूसँग नाइट बसमा चाहिँ हामी पिकनिक जाँदैछौँ। हामी बिस्तारै हजुरहरूलाई पिकनिकको भ्यू पनि देखाउनेछु। हेर्नुहोला, त्यहाँसम्म अन्तिमसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नुहोला। हामी तपाईलाई नयाँ नयाँ रमाइलो भ्यू देखाउने नै छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। ओहो, देख्नुभयो नि है अगाडि कति राम्रो भ्यू छ। त्यहाँ एउटा सुन्दर लेक छ, हेर्नुहोस् भ्यू। अनि उता झरना छ। अब हामी हेर्नेछौँ। त्यहीँ गएर झरना एकछिन गाडी रोकेर हेर्ने नै छौँ। कस्तो लाग्यो नि हजुरहरूलाई झरना हेर्नुहोस्। हामी केही बेर पछाडि झरना हेरेर अगाडि बढ्नेछौँ। अब हामी अगाडि बढ्नेछौँ। फेरि अर्को चोटि आउँदाखेरि हेर्ने नै छौँ। हाम्रो यात्रा धेरै लामो छ गन्तव्य। हामी बिस्तारै झरना हेरिसकेपछि हामी फेरि गन्तव्यतर्फ लाग्यौँ। गन्तव्यमा लाग्दै छौँ हामी। हामी न्यानो हावा खाँदै प्राकृतिकको सुन्दरता हेर्दै हामी अगाडि बढ्दैछौँ। साथीहरूसँग रमाइलो गर्दैछौँ, नाच्दै गाउँदै अगाडि बढ्दैछौँ। हामी केही बेर रोक्नेछौँ। यहाँ चिया खाएर नास्ता खाएर हामी फेरि गन्तव्यतर्फ लाग्नेछौँ। त्यति बेलासम्म हेरेर साथ दिनुहोला। ल, हामी चाहिँ चिया खाएर फेरि निस्क्यौँ। अब बिहानको मिरमिरे साथसँग हामी बिहान नै त्यहाँ चिया खाएर निस्क्यौँ। रमाइलो भ्यू हेर्दा यता राइट साइड यता राम्रो ताल छ। अनि हिँड्दै क्रममा त्यहाँ हावाहुरी लाग्छ अनि रुख ढल्छ। रुख ढलेर हाम्रो बाटो ब्लक गरिदिन्छ अनि हामी एक दिन त्यहीँ कुर्नुपर्छ। हाम्रो बाटो ब्लक भयो। हामी जान नै नसक्ने भयौँ।